हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। फेरि पनि आइसकेँ म हजुरको माझमा फेरि चटपटे च्यालेन्ज लिएर। आज चाहिँ हामी 4 महिनासम्म हामी आज चाहिँ ल हामी अब चटपटे च्यालेन्ज सुरु गर्छौँ। के कस्तो लाग्छ हजुरले हेरेर मनोरञ्जन लिनुहोस्। त्यही भन्दै अहिले हामी सुरु गर्छौँ। अनि हार्नेलाई चाहिँ आज मुसु दलाइ कार्यक्रम छ। के कस्तो हुन्छ पछि हेरेर डिसाइड गरौँ र। त्यही हो अहिले लास्ट त अब हामी सुरु गर्छौँ है त। ल 1 2 3 Kan kan pagi ini tu ke? तर पिरो त रहन्छ मिठो छ। Kalau main juga, नहुन्छ मिठो दिएर dari sama dia, dah tahu kita dia sama lagi. Ya kan. ल Soalnya itu kayak ini wajah. Last time ni mat sakai tu lekin sian sian kerja. मैं बनी जरा मैं म लाग्छ न No pan र भिडियोमा देखि किन आउनु भएको तिम्रो भन्दा घिनामा म त पानी खाए भिडियो नदेखिन म सकेले पानी खाए क्यामेरामा आवाज आयो सुबा किन बस्ने अब सकेपछि त पानी खान पाइयो फर्स्ट आयो भन्न फर्स्ट आए सेकेन्ड आए भन सेकेन्ड थरले भारा बाँधे ल इन्डियाकोमा कम्पिटिसन हुँदैछ सेकेन्ड दिदी भयो अन्त थर त अरे थर तिमी दुईटामा को हुने हो तिमी दुईटाको कम्पिटिसन भइराख लास्ट हुन लागि पनि थोरै खा लाग्यो ओइ आलु पनि खान पाइयो सबै खाने के एक अनि गेरा मैले सबै चाटो चुटो पारेर खाछु लास्ट पनि खानु पर्छ सबै लास्ट भनेर हुन्छ र खान त सबै खाने हो तर मिठो थियो मिठो किन भन्नु
खाने हो ओइ तिन छोर दिदी सुके साथ खाने भी खाऊ र काट दिन्छु के छोर ऊ तिन छोरेर खा खान अनि फेरि तल आसोले नि उही तिन पनि छोरेर खानु पर्यो प्लेटै खाऊ भन्दैन फाइनली गाइज सेकेन्ड आएँ म म त फर्स्ट आछु भामान दियो मोहनले मोहनले 12 मात्र अब कालो मसु लाउने फर्स्टले फर्स्टले कालो मुसु लाउने हो त्यो पनि ठिक हो बारे अनि मोरलास फेरि फर्स्टले के लास्ट के लास्ट के ले भाइ कालो कौरा लाम्बा छ कालो मस कस्तो राम्रो छ होला तर लाउने फर्स्ट आ मान्छेले हो कि बिचारा त्यही हो अहिले चाहिँ हाम्रो भिडियो कम्प्लिट भइसक्यो दिउँसो हुन्छ हाम्रो दिदी चाहिँ अस्तिको जस्तै हाम्रो दिदीले हाल्ने भएको छ लास्टमा आलु र टमाटर बचाउनु भएको छ अनि हाम्रो फर्स्ट चाहिँ हाम्रो दिजु हुनुहुन्छ यतातिर तातो राम्रोस् अनि सेकेन्डमा हाम्रो दिजु हुनुहुन्छ अनि थर्ड चाहिँ म आछु लास्ट चाहिँ पैसा आउनु भएको लास्टबाट सेकेन्ड चाहिँ म आछु त्यही हो अनि के कस्तो लाग्यो भिडियो अनि यस्तो यस्तो भिडियो हामी अझै ल्याउने छौँ त्यति भन्दै अनि हाम्रो यति नै हो त्यही यति भन्दै अहिले हस् त के कस्तो हुन्छ हजुरलाई देखाउँछु है त हस् त बाई बाई